हेलो साथीहरु, सेवाङमी नमस्ते सबैजनालाई। मैले चाहिँ आज एउटा सामान मगाएको थिएँ यो खोपाङबाट हैन। यो खोपाङमा चाहिँ एउटा कस्तो लाग्यो भने मेरो अनुभवमा यहाँ कोरियामा चाहिँ म्याक्सिमम मान्छेहरुले अनलाइनबाट सामानहरु मगाउने हुन्छ र यो अनलाइनमा चाहिँ एउटा चाहिँ पनि एउटा बिजनेस पोलिसी कस्तो हुन्छ भने सामानको दाम चाहिँ एकदमै महँगो देखाइदिन्छ हैन। तर अनि त्यो चाहिँ महँगो देखाएर डिस्काउन्ट चाहिँ 50% अफर भनेर अफमा देखाइदिन्छ के। अनि त्यसो गर्दाखेरि चाहिँ मान्छेले आहा 50% अफ रहेछ भनेर हामी किन्छौँ, तर वास्तवमा सामानको क्वालिटी चाहिँ त्यत्रो राम्रो हुँदैन हैन। त्यही अनुसारको सामान हुन्छ र त्यही अनुसारको चाहिँ यिनीहरूले बिजनेस पोलिसी बनाएको हुन्छ। त्यसै गर्दाखेरि मैले एउटा तर पनि एउटा यो देखाउन चाहिँ 35,000 को देखाएको थिएँ यहाँ कोरियन वन, र त्यसको 50% डाउन भन्दाखेरि 15-16,000 कतिमा यो सामान एउटा यो चिज मगाएको छु मैले। यो नेपाल चाहिँ धेरै महँगो होइन, जम्मा चाहिँ 1500-1600 को मात्रै है। यो त्यत्रो धेरै महँगोको चिज होइन यो, तर पनि यसको काम चाहिँ राम्रै छ भने चाहिँ हामीले तपाईहरु म जस्तै धेरैजनाले यस्तो फोनहरु चलाइराख्नुहुन्छ भने यो आँखालाई चाहिँ यो ब्लू कट ग्लास भन्छ। यसले चाहिँ यो जुन फोनबाट निस्किने एउटा नकारात्मक हाम्रो आँखालाई असर गर्ने, हाम्रो स्किन आँखालाई असर गर्ने ब्लू लाइटहरु हुन्छ, त्यो चाहिँ प्रोटेक्सनको लागि यो चस्मा लगाउनको लागि। आँखा धेरै दुख्छ नि त, अनि त्यसैले तपाईहरु पनि धेरै हेर्नुहुन्छ भने म जस्तो स्क्रोल बढी गर्नुहुन्छ भनेदेखि मेरो जस्तै तपाईहरुको नराम्रो बानी स्क्रोल गरिबस्ने बानी, सामैसँग धेरै हेर्ने बानी छ भनेदेखि यसो चस्मा किनेर लगाउनु होला। आँखालाई धेरै प्रोटेक्सन हुन्छ, किनभनेदेखि बिस्तारै बिस्तारै कुनै पनि चिज एकचोटि दुईचोटि हेर्दा के हुँदैन, किन हाम्रो स्क्रिन टाइम चाहिँ धेरै भइसके पछाडि हामीलाई पछि त्यो चाहिँ लङ टर्ममा गएर पछि लास्टमा गएर चाहिँ हामीलाई आँखाको समस्या आउने हुन्छ। त्यसैले गर्दाखेरि यो चस्मा लाउनु पर्छ भन्ने लागेर चाहिँ मैले ल्याएको छु। कस्तो हुन्छ हेरौँ यसको उहरू हैन, मलाई कस्तो देखिन्छ लगाइ हेरौँ। खासमा क्यामा गएछु यस्तो गरेर लाउनु पर्यो क्या, कस्तो देख्छ है। दामी नै देख्दो रहेछ हैन, ठिकै कस्तो देख्यो, सुहाएन भनिदिनु होला सबैजनाले। राम्रै देखियो जस्तो लागेको छ। यो अनुहार पनि यस्तो छ हैन। यो अस्ति यो कोठी एउटाले निकालिदिएको साला, यो बुढो मर्ने बेलामा हरियो काँक्रो भन्थ्यो त्यस्तो गर्ने भएको, त्यहाँ टाँसिरहेको छु बाहिर। अब जे गर्दा भनौँ न, खाँदा बस्दा टोइलेट जाँदाखेरि हरेक एभ्री मोमेन्टमा चाहिँ हामीले फोनहरू युज गरिरहेको हुन्छ। त्यसले चाहिँ हामीलाई लङ टर्ममा गएर चाहिँ यसको चाहिँ नेगेटिभ असर चाहिँ देखा पर्न सक्छ। सो समयमै बुद्धि पुऱ्याउँ, आफ्नो छोराछोरीहरूलाई पनि समयमै यो कुराको चाहिँ नलेज गराउँ, किनभनेदेखि भोलि गएर यसले चाहिँ रिग्रेट नहोस् है, उनीहरूलाई पनि रिग्रेट नहोस्, हामीलाई पनि नहोस्। सो सबैजनाले यो कुरालाई ध्यान राखौँ, ख्याल गरौँ भन्न चाहन्छु। मलाई लागेको कुरा चाहिँ यस्तो छ हैन, किनभने मलाई चाहिँ फोन बढी हेर्नु भएकोले चाहिँ आँखा दुख्ने यताउति भइरहेछ। अनि त्यसले यसले यसरी देख्दछ कि हरियो देख्दो रहेछ, सायदै यसले चाहिँ ब्लू लाइट चाहिँ प्रोटेक्ट गर्छ होला भन्ने लागेको छ। आशा गरौँ पक्कै पनि गर्छ होला। र तपाईहरु पनि आँखा दुख्छ भने यतिको चस्मा र बढी हेर्नुहुन्छ भने यतिको चस्मा चाहिँ लगाएर हेर्नुहोस् हैन, र राम्रो कुराले सिक्नुहोस्। सामाजिक सञ्जालको सही सदुपयोग गरौँ, कसैलाई गाली बेइज्जती गर्ने कामहरू नगरौँ हैन। आफ्नो कसैको इज्जतमाथि धावा बोल्दै गर्दा कसैको माथि धावा बोल्दाखेरि आफ्नो पनि इज्जतको ख्याल गरौँ हैन। आफ्नो हुन्छ त्यस्तो कुराहरू ख्याल गर्नुपर्ने हुन्छ भन्छु म सबैजनालाई। ओके, नमस्ते, बाई बाई।